म यहाँ बोलिरहँदा यो क्षेत्र नम्बर 3 रवि लामिछानेजीको क्षेत्र रहेछ। तपाईहरुलाई फेरि पनि नमस्कार गरे म। फेरि पनि रवि लामिछानेले झुक्क्याउलान्, फेरि पनि सहकारीको ठगी गर्लान्। हामी सत्य बोल्न डराउँदैनौं। हामी कदापि सत्य बोल्न डराउँदैनौं। यो यथार्थ हो। ती गरिब जनताको पैसा नठगेको भए रवि लामिछाने अहिले जेल पर्दैन थिए। देशको नागरिकता त्यागेर विदेश नगएको भए आज रवि लामिछानेको त्यो काण्ड उठ्दैन थियो। अमेरिकामा नठगेको भए त्यो मुद्दाहरू आजसम्म पनि उहाँलाई विभिन्न सिटीमा मुद्दाहरू छ लोन सेसनको, त्यो मुद्दाहरू चाहिँ उहाँलाई चल्दैन थिए। नयाँ शक्ति, नयाँ वैकल्पिक शक्तिको रूपमा उज्यालो पार्टी बाहेक निष्कलङ्क पार्टी म देख्दिन। त्यही भएर मेरो समर्थन छ उज्यालो पार्टीमा। तपाईहरु नझुक्किनुहोस्। सडकमा बसेर भिड जम्मा गरेर केही हुनेवाला छैन। चितवनको जनताले को सत्य छ को असत्य छ बुझिसक्नु भएको छ। आज हाम्रो यहाँ कार्यक्रम हुन्छ भन्ने थाहा हुँदा हुँदै हामीलाई बिथोल्नको लागि पनि प्रयास भएको छ। साथीहरूले होइन भन्नुभयो, डराउनु पर्दैन। चिम बलिसकेको छ, बलिरहन्छ, बलि नै रहन्छ। उज्यालो पार्टी नेपाल जिन्दाबाद।